सो गाइज के छ हालखबर सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र मलाई पनि सन्चै छ। आज हामी गइरहेछौँ स्कुल। बिहान बिहानै अब यस्तै हो, बिहान जानुपर्छ स्कुल, फेरि आयो काममा भाग्यो। अब केटाहरूले गरेर मैले पनि गरिरहेको छु। आज म बिहान बिहानै कुकुर चराउन आइरहेको छु। कुकुर चराउन यसो पार्कतिर जाऊँ भनेको, अब के गर्ने यस्तै छ। देख म चराउन आएको छु भन्ने भनेको नि, यस्तै हो। अनि जापान त आइयो केटा हो, तर जापानमा आएर सपना के छ कसको के छ भनेर अब बुझौँ। मेरो साथीहरूबाट स्टार्ट गरौँ। सपना त धेरै छ हाम्रो। केटाहरू के छ तिमीहरूको सपना? घरबाट हाम फालेर मर्ने। तिम्रो के छ? खोलामा उल्टी हान्दिने। खोलामा उल्टी हान्ने? आना अब यस्तै हो। आज यो बिचराले नयाँ जुत्ता लाछ, त्यही भएर अलि देखाइरहेको छ। घन्टीमा चाहिँ भोट हाल ल। घन्टीमा भोट हाल भनेर त्यो बारेलले कति दियो होला तँलाई पैसा मासु भात खाने? पठाइदिएको थियो मलाई ए दारू खाने पैसा। ठिक छ यस्तै हो। अब बिहान बिहानै हामी त जहिले उठ्यो गयो कामसाम भन्ने चिज यस्तै हो। अनि मेरो साथीहरू के छ हालखबर तिमीहरूको? बिहान बिहान यस्तो जाडोमा स्कुल गइरहेछौ, कस्तो फिल भइरहेछ? आहा हामी बस्ने घरमा पनि केटीहरू त राम्रो बस्दो रहेछ। बिस्तारै जान्छ हामी यहाँबाट स्कुल। तयारी यस्तै छ। गाइजहरूलाई म एउटा मुक्तान सुनाउँछु। मुक्तक हो कि के भन्छ जस्तै सुनाउँछु है त म। चट्ट मिलेको कम्मरभन्दा पुक्क फुलेको भुँडी मनपर्छ। चट्ट मिलेको कम्मरभन्दा पुक्क फुलेको भुँडी मनपर्छ। नसा लागेर हो कि दशा लागेर हो, मलाई आजकल अरू कि बुढी मनपर्छ। कस्तो लाग्यो केटाहरू? आज म यिनीहरूलाई चढाउन आएको छु। राम्रोसँग चढ केटा हो। जिन्दगी यस्तै रहेछ। तेरो काम छ कि नै आज? डम्सको छ तिम्रो पनि? ए ल ठिक छ, काम गर केटाहरू। नयाँ लागेपछि त नयाँ फिलाउने रहेछ कि फेरि। के जुत्ता साइकल आयो भाइ? ठिक छ। आज केटाहरूले अब यस्तै हो, गाउँघरतिरबाट भक्कु जापान आयो भने यस्तै फिल हुन्छ। नयाँ लुगाहरू, त्यो भिरकुटी मण्डपको नयाँ लुगाहरू लाउन पायो भने बच्चा बच्चीहरू खुसी भइहाल्छ नि। आज मक्ख छ। त्यही त थाहा भइराख नि त, थाहा भइराख। 300 रुपियाँको जुत्ता लिएर यहाँ त 3000को जुत्ता जस्तो हो। कुरा हेर न, यसले ल्याएका जुत्ता कस्ता थाहा छ? खै थुतु नदेखा नि तेरो। यसले ल्याएका जुत्ता कस्ता कि हल्का हुन्छ नि। ए चुब्लाक, मेरो जुत्ता लाउनलाई कस्तो गर्छ त? जुत्ता दे भने खुट्टा ढोक्छ साला मेरो। अहिले पनि जुत्ता छाडु म इन लगाउँछु। चुब्लाक कतिखेर भन्ला मैले? हाम्रो स्कुलबाट गएको नजिकै 10 मिनट मात्र लाग्छ। यस नजिकै छ। काम चाहिँ अलिक केटाहरू सबैको टाढा छ। जुत्ता हुँदैन त्यहीका खुट्टा किन हुँदैन? सस्तो खाले जुत्ता लिएर हुन्छ अनि महँगो ल्याउनु पऱ्यो नि। मेरो जुत्ता कम्बो हाल्छ। आहा तर सिनबाट पनि जुत्ता त राम्रै आउँदो रहेछ। सिनबाट मगाए त अनि 200 रुपियाँको इन होइन रमाइलो हुन्छ। जोस् एक्लै भएको भए त अलिक गाह्रै हुन्छ जापानमा। अनि तर जुत्ता चाहिँ साथीहरू भयो भने चाहिँ अलिक खुसी लाग्छ। बोल्न जिपाइदिए किन बोल्छ भने चाहिँ बोलाएर बस्छ पागल छ। बोले हुन्छ भने दामी आउँछ हेर्न। दिमाग त यस्तै हो यसको।
कहिले सुत्नु लाग्यो मेरो छोरा अनुहार गाइज जापान पनि के भनेर पठा होला क्या हेट हुन्छ नि अहिले दिमाग आउला छोरोको भनेर यहाँ त फेरि दिमाग गइसक्यो को कामै छैन यसो यसलाई नेपाल फर्काइदियो मोबाइल गिरे भन्छ मोबाइल भन्छ मेरो आँखाभन्दा बढी त्यसको मोबाइल झिम्किन्छ त हल्ला नगर भने चुप्प लगाएर बस्छ पागल हिँड्दैन यस्तो हो क्या गाउँघरबाट भर्खर भर्खर जापान आयो भने पुरा चम्किने ठाउँ देख्ने नहुने छिरिहाल्ने आहा हुन्छ नि अहिले भर्खर भर्खर अब यस्तो चुरफुरी हुन्छ यो फुल पनि हेरेर आह फुल नटिपाइ फेरि डम्बु भनेको फेरि अब यहाँको सेन्पाई हो कामसाम खोजिदिने सबलाई यताउति फेरि डेन्जर हो क्या उतै मान्छे यो भनेको त के भन्नु यसलाई यो त भेडो हो कामै छैन यसको अर्कोबाट जा यहाँ नआ त ठिक छ ल हामी गयौँ अब स्कुलतिर साथीहरूसँग रमाइलो गर्दै बाई बाई गाइज